च्यानल। अन्त मैले अहिले किन भ्लग गरेको भन्दाखेरि चाहिँ भोलि मेरो मम्मीको बर्थडे हो। अन्त त्यसपछि म मामालाई आज सरप्राइज गरौँ भनेको पिसेछु। अन्त मामाले चाहिँ हामीलाई सरप्राइजहरू दिनुहुन्छ होइन। अब हामी त्यस्तो महँगो गिफ्टहरू दिन सक्दिनँ म र बहिनी होइन, मिलेर पनि दिनु सक्दिनँ। अब तर पनि म आज बेलुका 12 बजी चाहिँ मामालाई एउटा सानो केक लिएर सरप्राइज गर्छु। अन्त त्यसपछि भोलि चाहिँ हामी त्यस्तो खास प्लानहरू त छैन, तर पनि भोलि चाहिँ हामी तारादेवी मन्दिर जान्छौँ। अब भोलि थर्सडे परिहाल्यो। अन्त त्यहाँपछि कुनै कता मन्दिर पनि जान्छु भन्नुभएको थियो। आई मिन नामै बिर्सेँ त्यो मन्दिरको होइन। अन्त त्यो तारादेवी मन्दिर चाहिँ फिक्स हो, अर्को मन्दिर चाहिँ थाहा छैन। अन्त त्यसपछि म तपाईँहरूलाई अहिले केक ल्याउन जाँदा भेट्छु। ह्याप्पी बर्थडे टु यु मम्मा। हैन अन्डा हैन मम्मा। आज मम्मालाई के बर्थडेमा के दि मम्मी? बर्थडेमा के दि मम्मालाई? म बर्थडेमा के दि मम्मा? अब म के भन्नु त अब हामी यो चाहिँ केक काटौँ ल। के भन्नुहुन्छ मलाई? ह्याप्पी बर्थडे आज मेरो छोरीलाई चाहिँ मलाई सरप्राइज दिएकोमा धेरै धेरै धन्यवाद छ। मैले काट्न तपाईँको फेभरेट फेभरेट फ्लेभरको ल्याइदिएको छु हामीलाई। ह्याप्पी बर्थडे मैला हुन्छ त्यसले खिलाउनु। तिमीलाई पनि खुवाइदिइहालेर खिलाइदियो मम्मालाई खिलाइदियो होइन। हात त्यसले चम्चीले गर्दा भयो देऊ न मम्मालाई होइन हौ चम्चीले दियो टाइमै नभए झन्डै उठाइदिएर मम्मालाई पनि खिलाऊ यता चम्चीले। मम्मालाई खिलाइदियो चम्चीले। तपाईँ पनि खिलाइदिनु दादा। भाइ त हेलो गुड मर्निङ सबैजनालाई। अहिले चाहिँ अब भर्खर अब 12 बजेको छ। आज चाहिँ मेरो बर्थडे आज चाहिँ। अन्त मेरो अब मेरो छोरी मेरो पुरा भाइ चाहिँ यता हेर्ने सरप्राइज दिएको रहेछ। मैले मात्रै गरेको अन्त मैले अनुराग दादालाई भनेको। अन्त सरप्राइज दियो। म धेरै 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 खुसी छु। आज चाहिँ कति बजे 12 बजे हो। 12 बजे नै मलाई सरप्राइज दियो मेरो छोरीले। मलाई त थाहा थिएन। अन्त त्यही हाम्रो प्लेट केक बनाएर भाडा धुन अल्छी लाग्छ। आज कसको बर्थडे रहेछ बहिनी? आज कसको बर्थडे अरे? मेरो मेरो बर्थडे हो आज। यो मेरो बर्थडे। थ्याङ्क यू मेरो छोरीलाई, मेरो ठुलो छोरीलाई थ्याङ्क यू। मम ठुलो हो त। मम त ठुलो हो। ए हो तिमी सानो हौ? म ठुलो। ए ल ल चकलेट तिमीलाई। हो त भयो। लेखेको मैले ह्यापी बर्थडे मामा। ह्यापी बर्थडे मा यो निकाल मामा। आफै मेरो बर्थडेमा त म पो खुसी ह्याप्पी बर्थडे मामा भन्छ है बहिनी।
मामा प्लेट मैले चाहिँ यही सबसे राम्रो पाएँ त्यही कारण मैले यही लिएँ एक्लै चाहिँ होला नि यो त राम्रो छ 12 बजी चाहिँ हामी केक खाँदै अन्त यो चाहिँ भ्यानिला फ्लेभर भेनिला फ्लेभर वाउ उयो नै कसो अरे फेरि वाउ भेनिला फ्लेभर नभए झन्डै उठाइदिएर तैँले हामीले त्यो सेलिब्रेट गरिसक्यो सानो केक लिएर काट्यौँ होइन अन्त चाहिँ अब भोलि भेटौँ ल हामी ऊ त्यो उसको त्यो पार्टी हुँदैछ ऊ केक खान बस्ने अन्त म मात्रै उयो हुनुहुन्छ पापा ओछ्यान बसिसक्नु भयो अन्त बहिनीलाई चाहिँ उता लग्नुपर्छ बाई बाई गाइस म भोलि भेट्छु जाउँ हेलो गुड मर्निङ सबैजनालाई आज चाहिँ म छिटो छिटो उठेर अहिले ठक्कै 5:30 बज्यो अनि चिया पिउँदै ओछ्यानमा बसेर एउटा सानो भ्लग लिइरहेको छु अन्त आज चाहिँ म किन छिटो उठेको भन्दाखेरि चाहिँ आज चाहिँ मेरो बर्थडे त्यसै कारणले अब हामी मन्दिर जाने अब हामी फ्यामिली चाहिँ मन्दिर जाने अब सल्लाह गऱ्यौँ त्यो कारणले अन्त अब उठेर साङहरू गरेर मुख सुक्दै साङहरू गरेर चाहिँ चिया पिउँदै बसिरहेको छु अरू चाहिँ सुतिरहेछ नानी मेरो पतिदेवहरू चाहिँ सुतिरहेछ अब उनीहरूलाई पनि उठाउनुपर्छ आज चाहिँ म धेरैभन्दा धेरै खुसी छु किनभने अब एक दिन त अब हामी होइन सबैजना हामी चाहिँ अब एक दिन चाहिँ बर्थडेको दिन चाहिँ अब खुसी हुन्छ होइन त्यसै कारणले अन्त तपाईँहरूले पनि मलाई धेरै बेस्ट विसेस दिनुहोस् होला अन्त अब हामी एकछिनमा चाहिँ रेडी भएर चाहिँ मन्दिरहरू जाने अब कति दुईवटा मन्दिर चाहिँ जाउँ भनेर सोचिरहेको छु अन्त अब हेर्दै गर्नुहोस् होला हामी चाहिँ अब रेडी हुँदैछु क्रिम सिम लगाएर यहाँ पनि रेडी हुँदैछ हामी चाहिँ रेडी भइसक्यो आमा छोरी हो तेन्साङ पनि रेडी भइसक्यो कि हामी चाहिँ अब रेडी भइसक्यो हिँडेको अब पापा तल मिटिङबाट आउनुभयो दिन हेर्नुहोस् कस्तो छ यहाँको मौसम हामी चाहिँ गएको बेडसिट ल भाइ यहाँ हामी चाहिँ गाडी पर्खिरहेको छु यहाँनिर कसो अरे गाडी पर्खिरहेको छु गाडी आयो रोक्नु अब हामी चाहिँ बल्ल गाडी पायो कति बज्यो कहाँ गयो बहिनी हामी चाहिँ मन्दिर आइपुग्यो बल्ल मन्दिर आइपुग्यो हामी यहाँ मन्दिरमा लाइन लगिरहेछौँ यो मन्दिरमा एन्ट्री भइसक्यो हामी चाहिँ पूजा गरिसक्यो पूजा गरेर चाहिँ अलिकति प्रसाद खाने हो त्यहाँ चाहिँ अर्को जाने हो दिदी बहिनी हिँड्दैछ अगाडि बदमासहरू हामी चाहिँ अब चौरस्ता पुगे घोडा पनि रहेछ सेतो घोडा हो चौरस्ता अब मन्दिर गएको हामी
अब चाहिँ हामी महाकाल मन्दिर आइपुगे हो। तर दिन चाहिँ साह्रै नराम्रो भइसक्यो। हेर्नुहोस् न फगी आएर मन्दिर आइपुगे। अब उताको तारा मन्दिर आएर चाहिँ यहाँनिर आउने हो। अब चाहिँ हामी यहाँ पूजाहरूको सामानहरू किन्दैछु। त्रिशुलहरू नानी बोक्नु हुँदैन तिमीले पूजाको सामानहरू। गरम पो भयो कपाल पो बान्छु। हामी मन्दिरको गेट आइपुगे। मन्दिर अब चाहिँ हामी पूजा तुरेर हिँडेको। ओह्रालो जाँदैछु हामी। पूजापाठ गरेर आज तपाईँले मलाई गिफ्ट के दिन्छ? के दिन्छ गिफ्ट? कस्तो खालको रहेछ? दुप्साङ घोडामा चढ्ने अरे हो उनीहरू। चौरस्ता चाहिँ यस्तो छ है। चौरस्ताको हालत चिसो। हजुर आयो बनाइ गरेर सेतो घोडामा दिदीबहिनी चढेर आमाले फोटो खिचिदिँदैछ। अब उत्रिन्छ अरे। सकेछ राइट। मजा आयो बहिनी? यता यता झऱ्यो ठुलो पनि। अब केएफसी जाने अरे। यहाँबाट जाँदैछ भित्र बदमास। बिहानदेखिको भोक लाग्यो भनेको उहिले। यसले भोक लाग्यो। मन्दिर गएर आएर है मासु खाएको। अब चाहिँ हामी केएफसीमा अर्डर गरेको। खाने अरे चिकनहरू। अब लिएर आइपुग्यो। के रहेछ है? भक्कु रहेछ। चिकन अनलिमिटेड क्यापुचिनो जुस। हात लागेर यहाँनिर पुरा भिड छ गोर्खाहरूले गर्दा। सेलरोटी यहाँ चाहिँ कोदोको सेलरोटी हो कि यो चाहिँ सेलरोटी। अब हामी चाहिँ हिँड्यो। अब एक्सरेको लागि बसिरहेको छु। एक्सरे हड्डीको डक्टर। यता तिमी त
एक्सरे गर्नु नि यहाँ त दुखेको छैन यहाँ दुख्दैछ यो हो यो दुख्दैछ यो गाँठो अनि यस्तो गर्छ नि खुट्टा यस्तो यस्तो गर्दा दुख्दैछ यहाँ चाहिँ नानीलाई टाढो गर्नु सेमसँग त जाऊ। यता तिमी यता बाहिर खासमा चाहिँ यो पल्टेको हो कि साइड यस्तो भएको थियो कि यता पो फुल्यो त अन्त भाँच्चिनु त्यो उयो हुनु त त्यो कान्छीवटाको त्यो उयसमा हुनुपर्ने भयो भने यहाँ हुनुपर्ने यहाँ पो भएछ त बेसी नै प्रेसर भयो परेको नि त कस्तो गरे रे हो त होइन। नानी यता लानु त उता एकछिन जानु त उता ल नसोको छ हो यहाँ त नसो त पनि लगाइदियो प्लास्टर पनि लगाइदियो अब हामी चाहिँ घर आइपुगे पुरा थाकेँ हो अन्त अब छिटै गएको चाहिँ छिटै आएँ तर अब बिहान चाहिँ म खुसी थिएँ पुरा आज मेरो जन्मदिन हो भनेर होइन तर के गर्नु दुःखको कुरा छ हो मेरो खुट्टा फ्र्याक्चर भयो अन्त अब दुखेर यहाँनिर कस्तो भइरहेछ हो अब बस अब त ममा रेस्ट गर्नुहुन्छ हामी ममा कहाँ आज बर्थडे भनेर खुसी हामी भएको त मामाको काम गरिदिन्छु खुसी भएको त के गर्नु खुट्टा फ्र्याक्चर भएर अनि त्यो पनि भ्लग जुलुम बनाउँदाखेरि लड्नु त्यो भ्लग बनाउँदाखेरि अब छिटो छिटो गरेर आयो नि हामी अब पापाको पनि खुट्टा बाँधिन डक्टरकोमा गएर देखाएर आएको नि ममाको खुट्टा चाहिँ काटेर पनि दबाई लगाइदियो अरे म पापाले भनेको ला काट्यो ला मम्मा काट्यो यहाँ हेर्नुहोस् मेरो खुट्टा चाहिँ यस्तो भयो यहाँ हेर्नुहोस् है बदमासहरू यो दुईजनालाई उल्टा गम्बुट लगाएर छाड नानीहरू के छ त्यो पर्समा खाना खायो पापाले आज के बनाइदिएको छ मलाई के बनाइदिएको छ मलाई सुकुटी मटर पनिर ए भात अब म चाहिँ बेड रेस्ट हो अब डक्टरले भन्नुभएको छ कि 2 हप्ता चाहिँ बेड रेस्ट गर्नु भनेर अब जिउ दुखिसक्यो बेड रेस्ट गरेकोले पनि खुट्टा यहाँ सुन्नेर दुखेर हो कस्तो भइरहेछ कस्तो बर्थडेकै दिन है कस्तो यस्तो खुसीको दिनमा दुःख भएर केही छैन यो बेड रेस्टमा बसिरहेछु ब्ल्याङ्केट ओढेर मेरो पतिदेवले चाहिँ काम गर्नुहुँदैछ बिचरा बिहानदेखि थाकिसक्यो होला काम गरेकोले घर साफसफाइ खाजा बनाउनु लुगा धुनु झाडु पोछा सबै अनि मेरो चाहिँ खुट्टा पनि सुन्निरहेछ ए यस्तो भइरहेछ नानी चाहिँ ल्यापटपमा रुममा डाइना हेर्दै बसिरहेछ मिमी खाँदै है मम्मासँग है मम्मालाई तङ गर्दै हुन्छ बाई बाई नेक्स्ट भ्लगमा चाहिँ अब भेटौँ होला अब आज चाहिँ खुसीको पनि दुःखको पनि मैले भ्लग बनाएँ होइन अब चाहिँ अर्को राम्रो खालको अब फेरि भ्लग लिएर म तपाईँहरूको साथमा आउनेछु यसरी हाम्रो च्यानललाई माया गरिदिनुहोस् होला डुब्सन02 च्यानललाई होइन तपाईँले सर्च गरेर हेर्नु पनि सक्नुहुन्छ अन्त अब हामीले अब राम्रो होइन अब राम्रो के भन्नु अब त्यस्तै अब हामी त फर्स्ट हो अब अलिअलि जानु नजानु भए पनि बनाउँदै अब हालिरहेछु तपाईँले माया गरिदिनुहोस् होला सपोर्ट गरिदिनुहोस् होला हाम्रो च्यानललाई सेयर गरिदिनुहोस् होला अन्त सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब पनि गरिदिनुहोस् होला मैले सब्सक्राइब गरिदिनुहोस् ल बाई बाई भन बाई बाई